Hello everyone, once again welcome back to my channel, and today I am heading back to Nepal for the holidays. Super excited to share some moments with you all, so let's go. Guys यो मान्छेले चाहिँ यहाँ के किन्ने रे ड्युटी फ्रीमा रक्सी किन्ने रे गाइस के भन्छ भन्दैन के हुँदैन किन न किन के भन्दैन रे गाइस म चाहिँ अब ओके तर हाम्रो स्वर सुन्ने छैन होला नि हाम्रो स्वर सुन्ने छैन होला गाइजले मलाई कराए यसलाई कराउनु भएको कमेन्टमा मलाई मन पर्यो गाइज हामी चाहिँ सिडनीको एयरपोर्टमा छौँ अब हामी चाहिँ एयर इन्डियाबाट नेपाल जानु लागेको अरू एयरलाइन्सको टिकटै पाएन त्यो भएर चाहिँ एयरलाइन्स के अरे एयर इन्डियामा जानु लागेको त्यो मान्छेसँग Singapore Airlines. हाम्रो चाहिँ गेट नम्बर 54 अनि हामी चाहिँ यहाँ बसिरहेको छौँ हाम्रो गेट खोले छैन मान्छे आएन नि त हाम्रो यहाँ बसिरहेको छौँ भर्खरै 7 बजे 8:30 बजेको नि हाम्रो चाहिँ त्यही भएर बसिरहेको छौँ ब्याग खोल्न नि तिमी के हो नि बोके बोके गर्ने एकदम एक्साइटेड भएर ब्याग पनि ड्याडीसँग कुरा गरिरहेको छ यो मान्छे चाहिँ गाइस के रे फेरि भन्छ के रे एक कार्टुन के रे एक कार्टन जुस फ्रिजमा हालेर राख्नु जुस रे अहिले चाहिँ अघि चाहिँ बियर भन्न त गाइजन आज लजाएर अहिले हामी चाहिँ गेट नम्बर 54 मा बसिरहेको चाहिँ हामी चाहिँ खासमा 53 मा रहेछ तर हामी चाहिँ 54 मा बसिरहेको चाहिँ गर्ने हामी त्यही बसेको हो प्राइस किन मलाई लाग्छ यस्तो निदा लगाइरहेको छ होइन अहिले चाहिँ मम्मी नआउने औषधि खाएको थियो कि त्यही भएर एकदम औषधिले हानिरहेको छ मलाई मान्छेलाई नखाने मान्छेलाई पनि हानिरहेको छ बिहानको निन्द्रा 5 बजे उठेर काम गर्नु ओहो एकदम मेहनती मान्छे ओहो बिचरा के भयो हजुरले निन्द्रा लागेर हेर यो मान्छे सुता यहाँ 2 hours later हजुरलाई कस्तो लागेको छ त नेपाल आइपुग्दा अघि त पर बसेर रातो यसो घरहरू पनि देख्छ होइन अनि नेपालको सबैलाई मेरो भ्लगमा स्वागत छ नटेर यसरी उता फर्केर फाइनली यता अर्को भाइको यहाँ कपाल हेर मेरो भन्दा नि लामो छ म त यस्तो भएर आइसक्यो गाइस नाइस कालो ब्याग मेरो के थाहा मलाई
हजुर आखे सुतिरहेछ न ए आखे भो कहाँ गएर भाइलाई प्रेम गर्न लागेको गाईहरू भाइले हामीलाई खोजिरहेछ हामी आएको छैन भने छुट भइरहेको हामीलाई खोजिरहेछ Ui mà một Kali dongke. रुए भाइ एक्टिङ गरेछ एक्टिङ रोको एक्टिङ गरेछ Koi यता darlan. अर्को पनि रुनु ला है Koi यहाँ darlan यता. Koi यहाँ darlan यता. कस्तो ठुलो भइसक्छ. खै उपान तिमी कस्तो भइसक्यो हेरौँ यो त कस्तो ठुलो भइसक्छ. बाफे दादा जत्रो भइसकेछ कस्तो ठुलो भइसक्छ त्यो त मोमो कस्तो ठुलो भइसक्यो त्यो त यार है भन दाजुभाइको माया रे गाइजहरू यता हेर्नु यस्तो हुनुपर्छ है के हुनुपर्छ भाइले मेरो भ्लग हेर्छ कि नै हेर्छ अनि किन मलाई मेसेज नगरेको भेरी नाइस सुपर भन्ने किन कमेन्ट नगरेको अब भाइ र म बनाउनु पर्छ है भ्लग है सिक्स प्याक खतरा छ त्यो छ के छ देखाइदेऊ भाइ अनि खै यता 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 देखाउ न यता यता ल Wow, very dangerous. के हो यसको सो गाइज म चाहिँ अब घर जानु लागेको मेरो घरमा कसैलाई भनेको थिइनँ त्यही भएर म चाहिँ डाइरेक्ट यता आएको अनि अब घर जानु पर्यो अब हेरौँ हाम्रो मम्मीको रियाक्सन कस्तो हुन्छ यता गाइज यो चाहिँ मेरो घर है म चाहिँ अब घर आइसकेँ के हो कसले भन्दै क्या म आउँछु भनेर थाहा छैन मलाई थाहा रहेछ त्यही भएर राख्दै ल राख्दै भारी भारी मलाई पनि गाइज म चाहिँ घर आइसकेँ यो चाहिँ मेरो घर है त्यो मम्मीलाई कसले भन्दैछ क्या त्यही भएर यहाँ म आउँछ भनेर त्यही भएर रेडी गाइज हाम्रो यहाँ घर छेउमा तरकारी बजार पनि छ हाम्रो घर चाहिँ यहाँ छ गाइज हामी मम्मीले यस्तो सरप्राइज दिनु भनेको होइन म त अलरेडी कसले भनिसकेको थियो त्यही भएर हामी त सरप्राइज भएन सो गाइज दिस मच फर टुडे सी यु नेक्स्ट